अब यो कलेक्सन भएर गएन भने चाहिँ हामी बाँच्न चाहिँ बाँच्छौँ, तर हाम्रो पुरा समाजको विकास चाहिँ हुँदैन। बाँच्दा त अहिले काठमाडौँमा करिब 30 लाख मान्छेले आज बिहान भात खाए, 4-5 हजारले खान पाएनन्, कम्ती खाए होइन। 30 लाखले भात खाएको छ भनेपछि भातै खानुमा, लुगे लाउनुमा, गाडी चढ्नुमा, मोटरसाइकल चढ्नुमा, 4 आनामा घरै हुनुमा अथवा 1 रोपनी जमिनै हुनुमा गर्व गरिहाल्नुपर्ने आवश्यकता छैन जबसम्म त हामीले सोसाइटीका लागि र हाम्रो भाषाको, हाम्रो संस्कृतिको, हाम्रो पहिचानको लागि केही गरेनौँ भने। त्यस कारणले पहिचानमा काम गर्न जरुरी छ। चलचित्र विकास बोर्डले पनि पहिचानका लागि काम गरिरहेको छ। पुराना नेपाली चलचित्रहरू जो सेलुलोइड फर्मेटमा बनेका छन् त्यस्ता 10 चलचित्रहरूलाई डिजिटल फर्मेटमा सरकारी पैसामा त्यसलाई बनाउने काम गरिरहेका छौँ र ओभर द टपमा नेपाल भाषाका चलचित्रहरू र नेपाल भाषाका म्युजिक भिडियोदेखि सर्ट फिल्मदेखि धेरै चिजहरू त्यो चाहिँ एकैचोटि आउँदाखेरि चाहिँ खास गरिकन बरु नेपाली फिल्महरूका लागि ओटिटी प्लेटफर्म च्यालेन्जको विषय छ। त्यो ओटिटी प्लेटफर्ममा चाहिँ नरेन्द्र सर मैले 5-6 वटामा काम गर्ने, रिसर्च गर्ने अवसर पाएँ। अहिले पनि म चौधरी ग्रुपको पब्लिसिटी कन्सल्टेन्टको रूपमा काम गर्छु र त्यहाँबाट पनि हामीले एउटा नेटफ्लिक्स भनेर, अब यो नेटफ्लिक्सबाट नेटफ्लिक्स भनेर चाहिँ सुरु गर्ने भने त्यहाँनिर रिसर्चको एउटा काम गरिएको थियो। त्यो केही कारणले अगाडि बढेन र कान्तिपुर टेलिभिजनको चिफ चलचित्रका लागि, नेपाल भाषाका डकुमेन्ट्रीका लागि, नेपाल भाषाका म्युजिक भिडियोका लागि, ससाना कुराहरूका लागि चाहिँ यो प्लेटफर्म साह्रै नै राम्रो प्लेटफर्मको रूपमा आउँछ। यस कारणले गर्दा इलोहा इन्टरटेनमेन्टलाई मेरो धेरै धेरै शुभकामना छ र हामीले गर्नुपर्ने सहयोगहरू, खास गरिकन उहाँहरूको पब्लिकेसन्सलाई गर्नुपर्ने सहयोगहरू, नेपाल सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र चलचित्र क्षेत्रबाट गर्नुपर्ने सहयोगका लागि चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको कुरा यहाँ भन्दै नमस्कार। तपाईहरुलाई होस्टेमा हैसियत गर्न म 24 घण्टै तयार छु। आज हामीसँग अष्टनारायण हलका सञ्चालक सोहित मानन्दर पनि हामीसँगै हुनुहुन्छ। नेपाल भाषाको चलचित्र चल्ने सिनेमा घर अष्टनारायण हल पनि पर्छन्। हामीले अब आउने चलचित्रहरूलाई कीर्तिपुर, बालाजु, त्यस्तै भक्तपुर या ललितपुरमा पनि एकैचोटि चलाउन सक्ने वातावरण बनाउन सकिन्छ। यो लगायत नेपालभरि कहीँ पनि हाम्रो नेपाल भाषाको चलचित्र चलाउनु पर्यो भने त्यहाँ सिनेमा हल उपलब्ध गराउने जिम्मा पनि मैले आज लिएको। हिजोको दिनमा साउथको सिनेमा भनेर त्यति चल्थेन हलमा, मलाई एकदम अनुभव छ। एउटा दुईटा सिनेमा ल्याएर हामीले हलमा ट्राई पनि गरेको, चलेन। तर एउटा गोल्ड माइन टेलिभिजनको एउटा मान्छेले एक्लो प्रयासबाट आज साउथ इन्डस्ट्री संसारकै सबभन्दा ठुलो इन्डस्ट्रीको रूपमा गणनामा आइसकेका छन्। एउटा मान्छेले सबै साउथ सिनेमाहरू हिन्दी डब गरेर कोरोनाभरिमा म्याक्सिमम दर्शकहरूले साउथका सिनेमाहरू घरमा बसेर हेरिसकेका छन्। साउथ नेपाल भाषाका चलचित्रलाई पनि सम्पूर्ण दर्शक माझमा पुर्याउने, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। हामीले पनि प्रयास गऱ्यो भने हाम्रो सिनेमा पनि नचल्ने होइन। आजसम्म संसारमा मान्छे बाँच्ने भनेकै भाषा, धर्म, संस्कृति, देश रहे आफू बाँच्न अलिक गौरव पनि लाग्छ। हामीलाई पनि गौरव लाग्छ हाम्रो भाषाको चलचित्रहरू हामीले संसारभरि चलाए, हाम्रो सिनेमाहरू पनि सिनेमा हलमा अरू चलचित्र सर चल्यो है भन्दाखेरि हामीलाई पनि गौरव लाग्छ। त्यो कुरामा तपाईहरुलाई कुनै किसिमको कन्फ्युजन, सिनेमा प्रदर्शन गर्नलाई कुनै किसिमको त्यस्तो कन्फ्युजन भयो भने हामी सँगै बसेर सहकार्य गरेर यो चिजलाई अगाडि बढाउन सकिन्छ। र एकपटक हामी सबै सिनेमा मेकरहरू यसरी नै गोलमच भएर एकपटक छलफलहरू वृहत गरौँ, जे जस्तो कदमहरू चाल्नुपर्छ चालौँ, एकअर्कालाई हातोमालो गर्दै अगाडि बढेर नेपाल भाषाका चलचित्रलाई पनि संसारसम्म पुर्याउँ। धन्यवाद। फगुने बनेजु बिप्याह भयो ख वो खिमली चाहिँ प्याह नेगु चाहिँ छिसा चाहिँ वटा टेरी लासा छिसा चाहिँ छौ चाहिँ लेभल छौ मेन्टेन यान्डी लासा चाहिँ जुरा गर्नको लागि जो नेपाल भाषा प्याह मेल सुन हलिउड प्याह हो मेल मेकी भुल्न प्याह प्याए बलिउड प्याह नाम चाहिँ छिसा कम्पिटिसन या भए अवस्था एज अ मार्केटिङ हिसाबमा चाहिँ छिसा चाहिँ छिटो डेटे थिता एजुली फल गुल्न सिनेमा देखि प्याह देखि छि प्रोड्युसर पास बिदु नाप्न फल मर्बी ठो गुल्न जुपी खन्जेन जो दिबी गुल्न नेपाल भाषा रे चाहिँ बढी चाहिँ मन स्वाओपी गुल्न पास बिदु भजब चाहिँ छेट्या
그 나중에 벌써 리바만 야제 뭔가 더비도 व्यापार व्यवसायमा भन्छ यो को ढोकमेन्ट जमिदु वेको बिसँग आज नेपाल बस्यो प्याख्ने चाहिँ ठेवा लाटेउटी लगानी आफ्नो अवस्था चाहिँ आउँदो यदि सिनेमा हल चाहिँ ठेउ उठे मन लाग्छन सिधा चाहिँ मेन यो कोटे प्लेटफर्मको ठाउँमा कुनै जुनिएन चाहिँ झिसा लिपाउना भविष्यमा चाहिँ ठुकेन न झि चाहिँ आर्थिक रूपमा चाहिँ झि सिनेमा चाहिँ ठेउ उठेको सम्भावना यो दुलिएन सिद्ध नाम्रमा थन तो नेजोमी को बुल्न पास हुन्छ नेजोले वेको पनि नेवार चाहिँ मुखु गैर नेवार देशना नेपाल भाषा फिल्ममा चाहिँ इन्भेस्ट गर्दा चाहिँ आज कसमा भाले अवस्था वडु त्यो चाहिँ फ्युचर भाडा चाहिँ जिरोकन दायमा छ